आज हामी नेपालको लघुवित्त क्षेत्रको एउटा निकै गम्भीर कथा खोज्दैछौं। यो कथा हो कसरी गरिबी निवारणको लागि नोबेल पुरस्कार नै जितेको एउटा महान सपना आखिरमा हजारौं नेपालीहरूको लागि ऋणको कहाली लाग्दो दुःस्वप्नमा बदलियो। देशको एउटा प्रमुख पत्रिकाको यो हेडलाइनले नै अवस्था कति गम्भीर छ भनेर सिधै देखाइहाल्छ। सोच्नुस् त, जुन संस्थालाई गरिबको आर्थिक सहारा मानिएको थियो त्यसैलाई साहुकार भन्दा चर्को भनेर किन भनियो? आजको हाम्रो विश्लेषण यही प्रश्नको वरिपरि घुम्नेछ। तर यहाँ एउटा अचम्मको कुरा के छ भने सन् 2006मा यही लघुवित्तको अवधारणाले विश्वकै सबैभन्दा प्रतिष्ठित नोबेल शान्ति पुरस्कार जितेको थियो। त्यतिबेला यसलाई तल्लो तहबाटै आर्थिक र सामाजिक विकास ल्याउने एउटा शक्तिशाली माध्यमको रूपमा हेरिएको थियो। त्यसो भए सवाल यहीँनिर उठ्छ, सशक्तिकरणको लागि भनेर बनाइएको यो औजार नेपालमा आएर शोषणको स्रोत आखिर कसरी बन्न पुग्यो? आउनुहोस् यसको जडसम्म पुगेर बुझ्ने कोसिस गरौँ। ल, सुरुमा त यो सङ्कटको बाटो कसरी बन्यो त्यो हेरौँ, अनि कसरी यसको जुन सामाजिक उद्देश्य थियो नि त्यसलाई नाफाले बिस्तारै पछि पार्दै लग्यो। सबैभन्दा पहिले लघुवित्तको खास मतलब के हो त्यो स्पष्ट पारिहालौँ। यो भनेको कमाए भएका व्यक्तिहरू, खास गरी महिलाहरूलाई आत्मनिर्भर बनाउनको लागि सासानो ऋण दिने एउटा वित्तीय सेवा हो। यसको मुख्य लक्ष्य नाफा मात्रै कमाउनु थिएन, बरु सामाजिक सशक्तिकरण गर्नु थियो। यो सङ्कटको मोड सन् 2007को एउटा कानूनबाट आयो जसले लघुवित्त संस्थाहरूलाई शेयरधनी भएको निजी ब्याङ्क जस्तो बनाइदियो। त्यसपछि सरकारले प्रतिस्पर्धा बढाउने भन्दै धमाधम नयाँ संस्थाहरू खोल्न दियो। तर भयो कि ठिक उल्टो। सन् 2019सम्म आइपुग्दा बजारमा 90वटा संस्थाहरूको भिड लागिसकेको थियो, अनि त्यही भिडबाट सुरु भयो नाफा केन्द्रित प्रवृत्ति। अहिले त खैर गावेर 61मा झरेका छन्, तर त्यो मानसिकता भने झनै गहिरोसँग बसेको छ। अब यति धेरै संस्था भएपछि के भयो त? अस्वस्थ प्रतिस्पर्धा सुरु भयो, कसले ऋण लिएको छ भनेर जाँच गर्ने प्रणाली नै कमजोर भयो, अनि एउटै व्यक्तिले विभिन्न संस्थाबाट सजिलै ऋण लिन थाले, जसले उनीहरूलाई कहिल्यै नउक्सिने ऋणको पासोमा पारिदियो। नियममा ब्याजदर 15% मात्रै भनिए पनि व्यवहारमा 18% भन्दा बढी असुलिएको कुराहरू बाहिर आए। ल, अब यी नीति नियमका कुराहरूबाट अलिकति बाहिर निस्केर यसको वास्तविक मानवीय असर कस्तो रह्यो त्यो हेरौँ। ऋणको यो भारीले आम मानिसको जीवनलाई कसरी थिच्यो? जब हजारौं ऋणीहरू आर्थिक रूपमा टाट पल्टिने अवस्थामा पुगे, उनीहरूका लागि आफ्नो आवाज सुनाउन सडकमा उत्रिनु बाहेक अर्को उपाय नै रहेन। त्यसपछि देशभरि नै विरोध प्रदर्शनहरू सुरु भए। ऋण उठाउनका लागि केही संस्थाहरूले त निकै आक्रामक तरिकाहरू अपनाए, जस्तै ऋणीको धितो नै लिलाम गरिदिने, घर घरमा कर्मचारी पठाएर मानसिक दबाव दिने, अनि एउटै जिल्लामा मात्र 1000 भन्दा बढीलाई घर जग्गा रोक्काको सूचना पठाउने, सानोतिनो भुक्तानीमा ढिलाइ हुँदा पनि कालो सूचीमा राख्ने जस्ता घटनाहरू सामान्य जस्तै भए। लघुवित्त सङ्घर्ष समितिका अध्यक्ष शिलम यादवको यो भनाइले पीडितहरूको मागलाई प्रष्ट पार्छ। उनीहरू भनिरहेका छन् सरकारले तुरुन्तै हस्तक्षेप गरेर पीडितको दुःख कम गरोस् र जे जति सम्झौता भएका छन् त्यसलाई लागू गराओस्। अब यति भइसकेपछि प्रश्न उठ्छ, यो सङ्कट समाधान गर्न के कस्ता प्रयासहरू भइरहेका छन् त? यहाँ दुईवटा मुख्य पक्ष देखिन्छन्। एउटा उद्योगभित्रैबाट सुधारको प्रयास र अर्को केन्द्रीय ब्याङ्कको प्रत्यक्ष हस्तक्षेप। यो बिग्रिएको प्रणालीलाई ठिक ठाउँमा ल्याउन देशको केन्द्रीय ब्याङ्क यानि नेपाल राष्ट्र ब्याङ्क अगाडि सरेको छ। राष्ट्र ब्याङ्कले आफ्नो नयाँ मौद्रिक नीति मार्फत यो सङ्कटलाई सम्बोधन गर्ने प्रयास गरेको छ। यहाँ समाधानका दुई फरक बाटो देखिन्छन् है। एकातिर उद्योगको आफ्नै प्रस्ताव छ, जसमा सीवाईसी लघुवित्त जस्ता संस्थाले सङ्ख्या घटाएर 20 भन्दा कममा झार्ने र समुदायमा आधारित मोडेललाई बढावा दिने जस्ता दीर्घकालीन सुधारको कुरा गरेका छन्। अनि अर्कोतिर केन्द्रीय ब्याङ्कको तत्काल एक्सन छ, जसले ब्याजदरमा सिधै 15%को सीमा तोक्ने र नयाँ आधार दर प्रणाली अनिवार्य गर्ने जस्ता कडा नियमहरू ल्याएको छ। अब केन्द्रीय ब्याङ्कले चालेको सबैभन्दा महत्त्वपूर्ण कदमको कुरा गरौँ, जसले साँच्चीकै भन्नुपर्दा यो खेलको नियम नै फेरिदिएको छ। त्यो हो ब्याजदरमाथिको प्रत्यक्ष हस्तक्षेप। यो नम्बर चाहिँ राम्रोसँग याद राखौँ, 15% हो। अबदेखि लघुवित्त संस्थाहरूले कुनै पनि ऋणमा लिन सक्ने अधिकतम ब्याजदर यही हो, चाहे त्यो ऋण पुरानो होस् वा नयाँ।
यो एउटै नियमले हजारौं ऋणीलाई तत्काल राहत दिने आशा गरिएको छ। अब यो आधार दर भनेको के हो त? सरल भाषामा भन्दा यो भनेको हरेक लघुवित्तले आफ्नो वास्तविक खर्चको आधारमा निकाल्ने एउटा दर हो। यसमा उनीहरूले पैसा जुटाउँदा कति खर्च लाग्यो, कर्मचारी र अफिसको खर्च कति भयो अनि जोखिम कति छ, यी सबै जोडेर हरेक 3 महिनामा यो दर निकाल्नुपर्छ। यसको मुख्य काम भनेको ऋणको मूल्य कसरी तोकियो भनेर पारदर्शी बनाउनु हो। त्यसो भए अब नयाँ ऋणको ब्याज दर कसरी हिसाब हुन्छ त? पहिलो, संस्थाले आफ्नो आधार दर निकाल्छ। दोस्रो, त्यसमा बढीमा 3% प्रिमियम थप्न पाउँछ। र सबैभन्दा महत्त्वपूर्ण कुरा तेस्रो, यी दुवै जोडेर आउने कुल ब्याज दर कुनै पनि हालतमा 15% भन्दा माथि जानु हुँदैन। ब्याज दरको कुरा त भयो, तर ऋणीहरूलाई बलियो बनाउन अरू सुरक्षाहरू पनि थपिएका छन्। जस्तै अब हरेक ऋणको लागि विस्तृत अफर लेटर दिनै पर्छ। ऋणको ब्याज दर घटबढ हुने हो वा स्थिर हो त्यो स्पष्ट खुलाउनु पर्छ। अनि पासबुक वा एसएमएस मार्फत ऋणको हर हिसाब दिनुपर्छ। यति मात्रै होइन, हरेक ऋण के कामको लागि लिएको हो त्यो आर्थिक उद्देश्य पनि रेकर्ड गर्नुपर्ने भएको छ। यी सबै नयाँ नियम कानुन त आए, तर अबको सबैभन्दा ठूलो प्रश्न के हो भने के नेपालको लघुवित्त क्षेत्र आफ्नो त्यो नोबेल पुरस्कार विजेता मिशनमा फर्कन सक्ला त? के यी सुधारहरूले नाफालाई मात्रै हेर्ने संस्कृतिलाई साँच्चीकै बदल्न सक्लान्? यसको जवाफ त अब आउने समयले नै बताउँला।